चन्द्रगिरीको पैदल यात्रा गर्ने बाटो चाहिँ बहुतै ठाडो। 2 घन्टा चाहिँ माथि नै लाग्दो रहेछ। हामी धेरैचोटि जमात गरेको थियौँ तर 3 चोटिको पालो सफल भयो, तर गाह्रो। हामी चाहिँ कस्तो छ त पैदल यात्रा, अब केबल कारमा त हामी धेरैचोटि पसिसकेका छौँ। त्यही भएर हिँडेर चाहिँ पुगौँ भने यता सास नै जान आँट्यो। मायालाई खोजे कोही कहाँ थियो, यो देखाउँदै गर्दा त्यहाँ काठमाडौँमा यस्तो ठाउँ हुन्छ नभन्नु होला। त्यस्तो जिज्ञासा होला, तर यो वास्तविकता हो। अब चाहिँ यतातिर पातले पाइँदो रहेछ, देखिँदैछ अलिअलि। फेरि त सास नै रोक्न आँट्यो हौ। यस्तो बाटो छ, यत्रो भिड छ, तर अलिअलि बाटो चाहिँ बनाएको रहेछ नि। अब यो एउटा रोड भेटिदियो जस्तो छ। मुसाको नाम के जसा छानी क्या घाँटी, जसा छानी क्या बितायो बाटो। कहाँदेखि अब आङ्गा खापसँग गएका कहीका मुनिका लामा गएका तरैसे यानी मिटुनी चन्द्रगिरी चोपलती गएको तुई झारावा खानुमा यो त दाती म चाहिँ जम्मै ज्ञानी हो है। हो पसिना पनि झाडा भन्नाले चाहिँ 5 झार नसम्झिने, फेरि सबै भन्न खोजेको हो। यस्तो बाटो छ कि यो हाम्रो सिक्युरिटीको पनि जुकाले खाइछ खुट्टामा, रगतै रगत छ। यो चाहिँ हामीलाई काठमाडौँ भ्यालीबाट पठाइदिएको। पनि यसले हामीले पछाइरहेको छ, कहाँको हो के हो त्यो थाहा छैन होइन। हो हामी 3 भाइ भएर होला 4 भाइ भएको छौँ। आम्मामा न रेलिङ लपमा गएको थियो अब। लत्ते न त घाँटी। रेलीमै पनि सकियो। कसम से कसैले आँट नगर्नु होला, त्यस्तो बाटो छ कि यो चन्द्रगिरी हिँड्दै जान्छु भन्ने सपना भनेको सपनामै रहन्छ। तर हामीले चाहिँ सफल पार्न आँटेका छौँ। तर पनि सास चाहिँ टुप्पामै गइसक्यो। यो चाहिँ रोड निस्किनुभन्दा पहिलाको बाटो अरे।
नबी एकछिन ठेला चाहिँ यहाँ 3 जना हामी चाहिँ हाम्रो भेना दाइ सिधै छ म त गएँ यस्तो छ सिमसिम पानी रहेछौ बैमानी फेरि हाम्रो चाहिँ रमाइलो गर्दै यसरी मदनी सारा पैको घर डान्स हेर्नु होला जानेको छारा दैला मुनि जाऊ थालेको अघि अर्कै भयो यार सारा सारा रुख काट्यो आराले गाला भिज्यो भन्ने पो त भिज्यो पसिनाको धाराले दैला मुनि जाऊ गाह्रो छ हौ जिन्दगीको ओह्रालो गोरेटो कालो ओह्रालोमा यस्तै हो